सो गाइस अब हामीहरु चाहिँ हिँड्दैछौँ। आमा छिटाउनु है। उमा त्यहाँ चाहिँ हाम्रो घर छ। बाई बाई। यहाँ चाहिँ अब गाइस म जाने, मुमा जाने अनि आमा जाने। अब हामीहरु जाँदैछौँ है गाइस। सरररर गाइस मैले अस्ति पनि भिडियो हालेको थिएँ, त्यो भिडियो हेर्नुस् होला। मैले काकाको भिडियो हालेको थिएँ। मेरो एनुअल डे फंक्सनको भिडियो हालेको थिएँ। एनुअल डे को फंक्सनको भिडियो पनि हालेको थिएँ, त्यो पनि हेरिदिनुस् होला है। उहाँ चाहिँ घरको मुखिया हैन मुमा? तपाईँ चाहिँ घरको मुखिया हैन? घरको सबैभन्दा ठुलो मान्छे उहाँ मुमा। तपाईँ 85 हैन? 80 81 82 83 84 85 अनि म चाहिँ 85 वर्ष। 85 भनेपछि 85। अब हिँड्नुपर्छ गाइस। म चाहिँ जिद्दी गरेर आएको नि। यो उयो चाहिँ पार्टमा आउँछ। पार्ट 1 यो चाहिँ पार्ट 1 हो है गाइस। हैन आमा? यो चाहिँ पार्ट 1 हैन? पार्ट 2 गर्दै पार्ट 3 पार्ट 4 पार्ट 5। दुर्गा पथ पछि इटहरी। ए भेरे टायर पो? आज पो हिँड्छु। त्यो टाइम लाग्ने रहेछ। हामीहरु त हिलेमा हाइकिङ पनि पो गएको त। हिलोकै हिलेमा हिँड्दै गएको नि। उसाल दादाहरुसँग हैन त गाइस। तपाईले त भिडियो हेर्नु भएको छ भने लाइक एन्ड सब्स्क्राइब गरिदिनुस् होला। हैन बिर्सिनु भयो? हो त हिले गएको के मुमा साल दादासँग हो त। पारङ दादाको पनि दादासँग। अम्बो हो हिलो कि हिले भन्थ्यो? हिले होला नि। भेरेटारसम्म बसमा गयौँ। त्यसपछि त्यहाँबाट चाहिँ चालु गरेको। ओक्रेमा त कापो गरेको थियो। गाइस अब हामीहरु चाहिँ भोजपुर जाने गाडीलाई पर्खेको अनि हामी 7 बजे आएको। 30 मिनेट भइसक्यो बसेको। अब नहुने जस्तो भयो है गाइस। सो गाइस अब बल्ल हामीहरु चाहिँ बसमा चढ्यौँ। बसमा चढेर हामीहरु साम्पाङ जाँदैछौँ। अब भेटघाटको बाटो लाग्ने अनि साम्पाङ पुग्ने। अनि त्यहाँ 4-5 दिन भयो। पार्ट 1 पार्ट 2 पार्ट 3 पनि आउँछ, त्यो पनि हेर्दिनुहोस् होला। लिमचिङबुङ कवि कुञ्जन रहेछ। अरुण गाउँपालिका 4 भोजपुर नेपाल भनेर गजबको लाग्यो। यो एउटा गाउँ छ। गाउँमा चाहिँ यसरी एउटा रुख रहेछ, पिपलको रुखमा यो कवि कुञ्ज भनेर चाहिँ यहाँ स्थापित भएको रहेछ। सायद यो चाहिँ साहित्यकारहरू कविताहरू बसेर यसो कविता वाचन गर्ने ठाउँ जस्तो लाग्यो साथीहरू। गजबको ठाउँ। रुखमाथि कवि।
Langpang आइपुग्यौँ हामी। हुन्छ अरे यहाँ धुलो आएर के हुन्छ अरे कहिले त खाना खाने बेलामा पुरै हुन्छ कि प्लान्टिक सोपिन्छ यो कुन ठाउँ हो यो ठाउँको नाम चाहिँ के हो दाइ सुनखानी टाइगर भन्छन् धनसिंह डाँडा कति साह्रो यो है धुलो है बर्खामा चाहिँ हिलो हुन्छ होला पुरै सुवेदी डाँडा सुवेदी चोक भन्छन् भन्दा त ए बर्खामा त झन् हिल्लै हिलो हुन्छ होला यहाँ बर्खामा त छिर्नै सक्दैन गाडी चल्दैन र हामी यस्तो धुलो साथीहरू हेर्नु यस्तो बाक्लो धुलो छ यस्तो बाक्लो धुलोमा के गरेको नगर बाक्लो धुलो छ है यो धुलो चाहिँ यस्तो यो धुलो बाक्लो झर्ने हो ठुलामा हामी कस्तो भयो अरे हामी अहिले बल्ल हामी साङपाङ आइपुग्यौँ साङपाङ भन्दा अगाडि जाने बाटोमा त्यो हेरे यहाँ स्टिलको छ नि त होला ए टोकेकै यहाँ फुल्ली पनि रहेछ यस्तो यता यता जेलमा टोकेर फुलिरहेको छ हामी अहिले साङपाङ भोजपुर आइपुग्यौँ भोजपुरको बाटो यस्तो नराम्रो छ भनेर थाहा थिएन रहेछ थाहा भएको बाटो आउँदैन त होला एकदम बाटो त कस्तो अफरोड है म अगाडि बसेको थियो धुलै धुलो आँखाको कपालमा हेर न धुलो 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 छ मेरो खुट्टा पनि अब चाहिँ हामीहरू साङपाङ आइसक्यौँ यहाँ चाहिँ मुमाको गाउँ हो अनि बाबाको मामला अनि मेरो चाहिँ बुढो मामला गाइजहरू म तपाईँलाई मेरो बुढो मामला देखाउँछु यो टमाटर 100 रुपियाँ किलो 100 रुपियाँ छिटो हिँड छिटो छिटो अलिक मजाले हिँड है नानी त्यो बाटो भुइँमा हेरेर है माथि माथि हेरेर होइन नि त्यो त पर्लाक पुरोक लडिन्छ नि फेरि गेम त सकिसकेछ सकिएर हिँड्दै गर्न बाबु यसो बाटो छोड्दै हिँड तपाईँ अगाडि लाग्नु त ठुलामा तपाईँ टमाटर चाहिँ यो तल मधेसबाट ल्याउनु भएको हजुर ओ तल बाटोमा ल्याएको बाटो भयो
त्यो तल्लो मेरो जेठा दिदाको खायो त्यो तलतिर टल्थ्यो हजुर यो मेरो बाउ माइलाको यो कान्छाको यो माथिको होइन ए यो जाँदैछ ए कष्ट भइरहेछ फिलिङ कष्ट भइरहेछ कष्ट भयो पछ्याउँछु अझै हामी त यस्तै ठाउँ जान्छौँ पोखरा काट्नु जाँदैनौँ पोखरा लग्नु ल एकचोटि हामीलाई त यस्तै गाउँ घर मनपर्छ अनि यो गाउँघरमा के कसले गर्ने नि सुन्तला बारी आएको पनि सुन्तला बारी आहा हेर त सुन्तला बारी ओहो सुन्तला सकिगयो नि हामीले खानै पाइनौँ राम्रो घर आगमन लुकेट कस्तो राम्रो घर ल हामी त आएको सम्झ्यो होइन अब ऊ त तल झर्ने कि भनेर नि त्यहाँ अब रात परिसक्यो जाने नि तल अब सबैले तल हाम्रो ठुलो आमा जन्मेको घर हामी बल्ल निनीहरू पठाइदिनु भन्दै त्यही त अनि सानोको छोरा पनि आएको छ नि त आएको छ अरे बोसेर मुमाहरूलाई पर्खेर लैजाउनु भनेको रोनी सायद उषा फिसाती अहिले गयो हिँडेको भन्दै हुनुहुन्थ्यो रोहितले नै हिजो फोटोमा देखाएको लिबन आएको छ ठुलो आमा भन्दै है मुमाको घर भाउजू नानी नै हो ए ठुला जुगर हामी कता यताबाट ठुला आमाको माइती घर कस्तो राम्रो रहेछ कस्तो मजाले भाउजूले कति मजाले सम्हालेर राख्नु